यस वर्षको रनिङ सिल्ड विजेताको नतिजा आइसकेको छ र म समग्र रूपमा प्रमुख अतिथिज्यू, सभा अध्यक्षज्यू, शिक्षा शाखा प्रमुखज्यू र वडा अध्यक्ष वडा नम्बर 7 का उहाँहरू सबैजनाले मिलेर टिका र अवार्ड प्रदान गरिदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। रनिङ सिल्ड विजेता विद्यालय यस वर्षको तृतीय स्थान जसले प्राप्त गर्दै हुनुहुन्छ आकर्षक अवार्ड सँगसँगै रु नगद 10,000 पनि। छिटोभन्दा छिटो आइदिनु होला प्रधानाध्यापकज्यू र खेल प्रशिक्षकज्यू। एकचोटि जोरदार ताली खैको। र यस वर्षको रनिङ सिल्डको तृतीय स्थान हासिल गर्न सफल नेरा मावी अगैया, प्रधानाध्यापक ओम प्रकाश थापा र मलाई लाग्छ गाउँपालिकामा एक मात्र महिला खेलकुद प्रशिक्षक हुनुहुन्छ उहाँ कमला जैसी, जो राष्ट्रिय स्तरको एथलेटिक्स खेलाडी पनि हुनुहुन्छ। उहाँले काठमाडौँमा सम्पन्न विभिन्न राष्ट्रिय स्तरको एथलेटिक्स प्रतियोगितामा भाग लिइसक्नु भएको छ। त्यसै गरी अब हामी तृतीय स्थान हासिल गर्न सफल यस वर्षको मावी अगैयाले 7 स्वर्ण 2 रजत र 6 कांस्य पदक जित्न सफल भएको छ भने सती मावी पेरानीले 9 स्वर्ण 6 रजत र 3 कांस्य पदक जित्न सफल भएको छ। खेल शिक्षक कर्ण बहादुर केसी शिवशक्ति मावी पेरानीका। अब हाम्रो आउँछ, फेरि हाम्रो ह्याट्रिक मिला छ। ह्याट्रिक वरिष्ठ 4 टाइम बजाइदिनु होला। हामी झन्डा हस्तान्तरण गर्दैछौँ। यो वर्षबाट हामी विदाई गर्दैछौँ। 18औं राष्ट्रपति रनिङ सिल्ड खेल प्रतियोगिता तथा 8औं राष्ट्रिय स्तरीय अब पनि हामी जाँदैछौँ यस वर्षको प्रथम पुरस्कार 25,000। यस वर्षको रनिङ सिल्ड च्याम्पियन 13 स्वर्ण 7 रजत र 4 कांस्य पदक सहित प्रथम भएको छ पर्यो। टिमका सरहरूलाई कृपया सामूहिक फोटो खिचिदिनका लागि अगाडि निम्त्याउन चाहन्छु।
म्याच पनि आज हामी हेरेर जान्छौँ। यहाँहरू सबैजना पालिदिनु भयो, धेरै धेरै धन्यवाद। अर्को वर्ष हामी यहाँ ठाउँमा भेट्नेछौँ। आज उत्कृष्ट खेल प्रदर्शन गर्नुहुनेछ भन्दै म कार्यक्रमको घोषणा बुढामा चाहन्छु र आजको कार्यक्रम समापन गरिदिनको लागि म मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र कुमार पाण्डे सरलाई हार्दिक अभिनन्दन गर्छु। हामीलाई सही सपोर्ट गर्नुहुने सबैलाई धन्यवाद छ र आफ्नो कुराहरू अब म फेसबुक मार्फत घोषणा गर्दछु। धन्यवाद, नमस्कार। अब यही गीतलाई आनन्द कार्कीको आवाजबाट ममता थापाजुलाई पनि गएर नाच्नको लागि म हार्दिक आग्रह गर्दछु। छिटोभन्दा छिटो स्टेजमा भएको नाच्नको लागि हार्दिक आग्रह गर्दछु।
अझै केही बाँकी छ अझै बाँकी छ अझै पुग्यो बाटो बाँकी छ नि
तालीको आशा गर्दछु मैले। त्यसपछि आजको कार्यक्रममा विशेष प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन म हाम्रो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदरणीय बजार खानज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसपछि कार्यक्रमकै विशेष अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन हाम्रो विद्यालयका प्रधानाध्यापक आदरणीय ओम प्रकाश मन्त्रीलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिकै सिधासन ग्रहणका लागि हाम्रो विद्यालयका सहायक प्रधानाध्यापक आदरणीय विजयबहादुर बुढाथोकीज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हाम्रो आसन ग्रहणकै क्रममा हाम्रो विद्यालयका खेलकुद शिक्षिका सावित्री कसेरा सविता कसेराज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी आसन ग्रहणकै क्रममा हाम्रो विद्यालयका रेड क्रस संयोजक रेड क्रस नायक जितराज बजगाई सरलाई आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हाम्रो विद्यालयका स्टाफहरू सम्पूर्ण सर म्याडमहरूलाई आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। विद्यार्थी भाइ बहिनीहरू, यसका साथसाथै आसन ग्रहणकै लागि म हाम्रो कराटे प्रशिक्षक गुरु आदरणीय भक्तबहादुर राणा सरलाई आसन ग्रहणका लागि मञ्चमा आमन्त्रण गर्दछु। भक्तबहादुर राणा सर भाइ बहिनीहरूलाई बधाई तथा शुभकामना ज्ञापन गर्दै आफ्नो मन्तव्य राखिदिनु हुन आजको यस कार्यक्रमका विशेष अतिथि हाम्रो यस विद्यालयका आदरणीय प्रधानाध्यापक श्री ओम प्रकाशज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद सर। विद्यार्थी भाइ बहिनीहरू, आज हामी मिति 2082 पौष 14 गते हामी यो स्कुलको प्राङ्गणमा छौँ। भर्खरै सम्पन्न
18औं राष्ट्रपति रनिङ सिल छनौट प्रतियोगिता तथा 8औं राप्तिसनारी अध्यक्ष कप खेलकुद प्रतियोगितामा हामी सर्वाधिक गोल्ड 16 गोल्ड ल्याएर हाम्रो विद्यालय पालिका प्रथम भएको कुरा हामी सबैलाई थाहा छ र यो अवसरमा आज हामी विद्यालयले अघि भर्खरै हामीले एउटा विजय जुलुस पनि हामी निकाल्यौं र अहिले विजय जुलुस निकालिसके पश्चात अहिले हामी यहाँ नगद पुरस्कार वितरण जुन हामीले पहिला घोषणा गरेका थियौं। आजको यस कार्यक्रमका सभाध्यक्ष एवं सिद्धेश्वर माविका खेलकुद समितिका संयोजक श्री हीराबहादुर पुनज्यू, त्यसै गरिकन यस कार्यक्रमका प्रमुख अतिथि एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री बजारू थारूज्यू, त्यसै गरिकन विद्यालयका सहायक प्रज्यू, त्यसै गरिकन करातेका राष्ट्रिय प्रशिक्षक आदरणीय भक्तबहादुर राणाज्यू, सहकर्मी साथीहरू, हामी यो खुसियालीको क्षणमा अब अस्ति भर्खर खेल सुरु हुनुभन्दा अथवा पूर्व सन्ध्यामा मैले एउटा अथवा विद्यालयले एउटा उद्घोष गरेको थियो। हामीले 1 गोल बराबर रु 1000 नगद पुरस्कार हामीले घोषणा गरेका थियौं। खेलाडीले जतिवटा गोल ल्याएको छ हामी इन्टु हजार गरेर आज हामी नगद पुरस्कार वितरण गर्दैछौँ। त्यसै रजत पदक ल्याउनेलाई हामीले 500 को घोषणा गरेका थियौं। 1 रजत पदक बराबर 500 इन्टु गरेर एउटा विद्यार्थीले कति ल्याएको छ त्यो आज हामी पुरस्कृत गर्दैछौँ भने काँस्य पदकलाई हामी रु 300 अर्थात् त्यसै गरिकन हाम्रा खेल शिक्षकहरूलाई पनि हामीले केही सान्त्वना स्वरूप केही हामी नगद पुरस्कार र खेल पोसाक अथवा खेल शिक्षक पोसाक सहित हामी उहाँहरूलाई पनि गर्दैछौँ भने र यो सिद्धेश्वरको इतिहासमा पहिलो पटक हामीले 5 गोल्ड ल्याएका छौँ करातेमा। त्यसैले हामी करातेका प्रशिक्षक राष्ट्रिय प्रशिक्षक श्री भक्तबहादुर राणाज्यूलाई पनि हामीले 1000 इन्टु 5 का दरले हामीहरू नगद 5000 हामीले उहाँलाई पनि पुरस्कार स्वरूप हामी आज प्रदान गर्दैछौँ। यो म यहाँ घोषणा गर्दै सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू जसले आफ्नो ज्यान लगाएर आफ्नो ज्यानलाई बाजी लगाएर जुन सिद्धेश्वरको खातिर सिद्धेश्वरको विजयको खातिर सिद्धेश्वरको नामको खातिर जो मैदानमा लडेर भिडेर घाइते भएर चोट लागेर जुन विद्यार्थीले भनौँ न स्वर्ण पदक प्राप्त गर्नुभएको छ, रजत पदक प्राप्त गर्नुभएको छ, काँस्य पदक प्राप्त गर्नुभएको छ, ती सम्पूर्ण विद्यार्थी भाइ बहिनीको लागि एकचोटि ताली बजाइदिन म सबै विद्यार्थी भाइ बहिनीलाई हार्दिक अनुरोध गर्दछु र ती विद्यार्थीहरूलाई सिद्धेश्वर मावि हार्दिक सम्मान व्यक्त गर्दछ र बधाईका पात्र हुनुभएको छ भन्दै ती सम्पूर्ण विद्यार्थी खेलाडी भाइ बहिनीहरूलाई हैन यस धरती अवतरण गराउने बुवा आमाप्रति पनि म हार्दिक नमन व्यक्त गर्न चाहन्छु र ती बुवा आमाहरूलाई पनि म यहाँबाट हार्दिक नमन गर्दै धेरै धन्यवाद दिन चाहन्छु। यहाँलाई यादै होला हामीले 2077 मा पहिलो पटक हामीले रनिङ सिल प्रथम भएका थियौं। त्यसपछि 71 मा रनिङ सिल प्रथम भएका थियौं जिल्ला स्तरीय र 72 मा हामी गोल्ड पच गरेका थियौं अर्थात् हामीले सिल पच गरेका थियौं। त्यो इतिहासलाई बरकरार गर्दै हामी फेरि दोस्रो पटक यसपालि हामी त्यो दोहोर्याउँदै छौं। हामी 2080 मा हामीले गापा हामीले जितेका थियौं भने अहिले 82 मा आएर हामीले गापा जितेका छौं र यिनै विद्यार्थी भाइ बहिनीहरूले पक्कै पनि 2083 मा गापा जिताएर पुनः यो हाम्रो सिल पच गराउने हामीले जुन योजनालाई पक्कै पनि साकार पार्नु हुनेछ भन्ने भावना व्यक्त गर्दै अब आजको यो नगद पुरस्कार राशिलाई अगाडि बढाइदिन र विभिन्न सांगीतिक प्रस्तुति पनि जोड दिनको लागि म कार्यक्रम सञ्चालकलाई हार्दिक अनुरोध गर्दै सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई र खेल शिक्षक साथीहरूलाई पनि धेरै बधाई र धन्यवाद र आगामी दिनमा हाम्रो यो खेल सँगसँगै हाम्रो शैक्षिक स्तर पनि आज अगाडि बढाउनेछ भन्दै एकमुष्ट विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक सङ्घ त्यसै गरिकन सम्पूर्ण शिक्षक साथीहरूलाई म धेरै आभार र धन्यवाद व्यक्त गर्दै मेरा 2 शब्द यही अन्त्य गर्छु। धन्यवाद आदरणीय प्रधानाध्यापकज्यू। विद्यालयको तर्फबाट खेलकुदका लागि एउटा जिम्मेवार व्यक्तिका हैसियतले खेलकुद क्षेत्रमा सहभागी सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूको पसिनाको कदर गर्दै थोरै भए पनि केही उत्प्रेरणा स्वरूप पुरस्कार समेत दिने घोषणा गर्नुभएको थियो र सोही पुरस्कार आज
यथार्थमा विद्यार्थी भाइ बहिनीहरूलाई प्रदान गर्ने जमर्कोमा हामी छौँ र कुन विधामा कसले के कति स्वर्ण ल्याउनु भयो, रजत ल्याउनु भयो, काँसी ल्याउनु भयो, त्यस विषयमा विद्यार्थी भाइ बहिनीहरूको नाम उद्घोष गर्दै विद्यार्थी भाइ बहिनीहरूलाई अगाडि बोलाइदिन म हाम्रो विद्यालयका खेल प्रशिक्षकज्यू हिराबहादुर पुन्जीलाई यो माइक्रोफोन हस्तान्तरण गर्दछु। हामी अहिले सबभन्दा पहिला यो पुरस्कार वितरण क्रममा एथलेटिक्सतर्फ गइरहेका छौँ। त्यसपछि क्रमशः सबै विधातिर हामी जाँदैछौँ र सबभन्दा पहिलो आकृति थारो जसले वाडामा जित्नमा धेरै ठुलो योगदान गरेको छ, जसले अहिले हामीलाई वाडा च्याम्पियन बनाउन पनि आकृति थारूको ठुलो भूमिका देखिएको छ र साथसाथै अहिले यो हाम्रो गाउँपालिका राप्ती सोनारी गाउँपालिकामा पनि हामी वाडामा प्रथम हुनमा पनि आकृति थारूले ठुलो भूमिका खेलेको देखिएको छ। आकृति थारूले 100 मिटरमा वाडातर्फ प्रथम, त्यस्तै 200 मिटरमा पनि प्रथम गरी 2 स्वर्ण प्राप्त गर्दै मावितर्फ पनि 100 मिटरमा प्रथम, एउटा आधारभूतको खेलाडीले माविमा पनि टप गरिदियो है। त्यसकारणले 100 मिटर माविमा पनि प्रथम र 100 को रिलेमा पनि प्रथम गरी 4वटा स्वर्ण पदक प्राप्त गरेको हुँदा आकृति खेलाडी नानीलाई उक्त पुरस्कार लिन आउन म स्टेजमा हार्दिक अनुरोध गर्दछु। यसै गरेर रामकुमारी थारू मावितर्फ 200 मिटरमा प्रथम, 400 मिटरमा प्रथम, 100 रिले 400 रिले दुवैमा प्रथम गरी 4 स्वर्ण प्राप्त गरेको हुँदा रामकुमारी थारू खेलाडीलाई पनि म स्टेजमा निम्ताउन जान्छु। त्यस्तै गरेर अनुजा थारू 100 मिटर रिलेमा प्रथम, 400 रिलेमा प्रथम र 800 मिटरमा द्वितीय, 800 मितिमा द्वितीय गरी 2 स्वर्ण 1 रजत प्राप्त गर्न सफल भएको हुँदा अनुजा खेलाडीलाई बहिनीलाई पनि धन्यवाद दिँदै यो पुरस्कार लिन आउन म स्टेजमा अनुरोध गर्दछु। त्यस्तै समिता थारू 400 मिटरमा प्रथम र 400 मिटरमा प्रथम र 400 मिटरमा तृतीय गरी 1 स्वर्ण 1 काँस्य प्राप्त गर्न सफल भएकोमा समिता बहिनीलाई पनि धन्यवाद दिन चाहन्छु। यो पुरस्कार लिन स्टेजमा आइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै कीर्ति कुमारी थारूले 4 स्वर्ण प्राप्त गर्न सफल भएकी छिन्। 100 को रिले, 400 को रिले, हाई जम्प, ट्रिपल जम्प गरेर मावितर्फ 4वटा स्वर्ण प्राप्त गरेको हुँदा कीर्ति बहिनीलाई धेरै धेरै धन्यवाद छ। यो पुरस्कार लिन म स्टेजमा आमन्त्रण गर्दछु। यस्तै गरेर एली थारूले सर्टपुटमा काँस्य प्राप्त गरेका छन्। उहाँलाई पनि म पुरस्कार लिन अनुरोध गर्दछु। अब छात्रतर्फ सुनिल थारू ट्रिपल जम्पमा प्रथम, 100 मिटर रिलेमा द्वितीय गरी 1 स्वर्ण 1 रजत प्राप्त गरेको छ। पुरस्कार लिन आउन म अनुरोध गर्दछु। त्यस्तै रूपपुन 100 मिटरको रिलेमा रजत प्राप्त गरेको हुँदा पुरस्कार लिन अनुरोध गर्दछु। सुशान्त पुनमगर 100 मिटर रिलेमा द्वितीय। त्यस्तै आकाश थारू मावितर्फ सटपटमा 1 स्वर्ण प्राप्त गरेको हुँदा पुरस्कार लिन आउन म अनुरोध गर्दछु। मानव थारूले पनि हाई जम्पमा प्रथम स्थान लिएको हुँदा 1 स्वर्ण प्राप्त गरेको हुँदा पुरस्कार लिन आउन अनुरोध गर्दछु। सन्देश खत्री 100 मिटरको दौडमा 100 मिटरको रिलेमा 1 रजत प्राप्त गरेको हुँदा पुरस्कार लिन म अनुरोध गर्दछु। र सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई अबिर लगाइदिनु हुन म अनिता पुन म्याडम अनि विद्या भट्टराई म्याडम अबिर लगाइदिनु होला अगाडि आएर।
त्यसपछि पुरस्कार यो विद्यार्थी भाइ बहिनीहरूले प्राप्त गरेको पदक घाँटीमा पहिराइ स्वर्ण पदक विजेता भाइ बहिनीहरूलाई पहिला स्वर्ण पदक पहिराइदिनु हुन म आदरणीय खेल शिक्षक हिराबहादुर पुन सरलाई अनुरोध गर्छु। पुरस्कार वितरण गरिदिनु हुन म हाम्रो आजको कार्यक्रमका प्रमुख अतिथि आदरणीय विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू र विशेष अतिथि आदरणीय प्रधानाध्यापकज्यूलाई पनि हार्दिक अनुरोध गर्छु। आकृति थारू, रामकुमारी थारू, अनुजा थारू 2 स्वर्ण 1 रजत सहित 2500 प्राप्त गर्नुभएको छ। अनुजा थारूले 2 स्वर्ण 1 रजत। कृपया ताली, कसैबाट तालीको कन्जुसी नहोस्। विद्यार्थी भाइ बहिनीहरूले हाम्रो नामका लागि आकृति थारू 4 स्वर्ण सहित 4000 हस्तान्तरण गरिदिनु हुन म आकृति थारूलाई पुरस्कार हस्तान्तरण गर्दै हुनुहुन्छ हाम्रो अध्यक्षज्यू। गडगडागड ताली। त्यसपछि कृति रामकुमारी थारू 4 स्वर्ण सहित 4000। रामकुमारी थारू 4000। अनुजा थारू 2 स्वर्ण र 1 रजत सहित 2500 अनुजा थारू। त्यसपछि समिता थारू 1 स्वर्ण 1 काश्य। समिता थारू 1 स्वर्ण 1 काश्य सहित 1300। अनुजा 2 स्वर्ण 1 रजत 2500। अनुजा 2500। समिता 1300 1 स्वर्ण 1 काश्य। अब म 5औं नम्बर कीर्ति कुमारी थारू। कीर्ति कुमारी थारूले 4 विधामा स्वर्ण पदक प्राप्त गर्नुभएको छ। कीर्ति कुमारी थारूलाई पनि धेरै धेरै धन्यवाद। 4000 पुरस्कार प्राप्त गर्नुभएको छ कीर्ति कुमारी थारू। कीर्ति कुमारी थारू 4 स्वर्ण 4000। कीर्ति 4000। त्यसपछि एली थारू सटपट विधामा काश्य पदक प्राप्त गर्नुभएको छ। उहाँलाई 300 पुरस्कारबाट सम्मानित गरिएको छ। त्यसपछि एलीपछि सुनिल थारू ट्रिपल जम्पमा स्वर्ण पदक र अर्को रजत सहित 1 स्वर्ण 1 रजत सहित 1500। सुनिल थारू 1 स्वर्ण 1 रजत सहित 1500। सुनिल थारू 1500। रुबा पुन मगर 1 रजत। एउटा प्रमाण खै त सुनिलको खै त ल्याउनु नाम आउने बित्तिकै रुबा पुन 1 रजत 500। रुबा पुन 500। सुशांत पुन 1 रजत रु 500। सुशांत पुन 1 रजत रु 500। सुशांत। त्यसपछि आकाश थारू 1 स्वर्ण। आकाश थारू 1 स्वर्ण। महत्त्वपूर्ण विधा उहाँले स्वर्ण पदक प्राप्त
आकाश थारू 116 रु 1000। त्यसपछि मानव थारू हाइजो 116। आकाश थारू र मानव थारू 116 प्राप्त। त्यसपछि सन्देश खत्री 1 रजत रु 500। सन्देश रु 500। होला बगी जाने होला लौरा मैया पैसा सम्हाल कालो पानी हामीलाई दुःख जति हामीलाई आँसु पुस्न देऊ करातेतर्फ सहभागी भएका भाइ बहिनीहरू छन्। 16 पदक प्राप्त भाइ बहिनीहरूको नाम वाचन गर्न गएकी छु म यहाँ। 16 पदक प्राप्त भाइ बहिनीहरू छन्। प्रवेश बुढा मगर कृपया नाम वाचन गरिसकेपछि विद्यार्थी भाइ बहिनीहरू अगाडि आइदिनु होला कृपया। प्रवेश बुढा मगर 42 केजी समूहमा 16 पदक प्राप्त गर्नुभएको छ। त्यस्तै गरी नयन घरती मगर 47 केजी काँटातर्फ 16 पदक प्राप्त गर्नुभएको छ भने कराटेमा रजत पदक प्राप्त गर्नुभएको छ उहाँले। त्यसपछि संस्कार सिंहले 52 केजी तर्फ कराटेमा 16 पदक प्राप्त गर्नुभएको छ। विनोद एरी द्वितीय स्थान प्राप्त गर्नुभएको छ। 62 केजी समूहतर्फ रजत पुरस्कार प्राप्त गर्नुभएको छ उहाँले। त्यस्तै ईश्वरीका घरती मगर उहाँले 40 केजी समूहतर्फ प्रथम स्थान प्राप्त गर्नु 16 प्राप्त गर्नुभएको छ भने काटामा तृतीय स्थान समेत प्राप्त गर्दै उहाँले 2वटा पदक प्राप्त गर्नुभएको छ। श्वेता थापा 45 केजी समूहमा 16 पदक प्राप्त गर्नुभएको छ। त्यस्तै गरी जेनिसा पुल मगर 50 केजी समूहमा रजत पदक प्राप्त गर्नुभएको छ। त्यस्तै गरी निस्मा राणा 55 केजी समूहमा द्वितीय स्थान अर्थात् रजत पदक प्राप्त गर्नुभएको छ। आशिका पुल मगर काश्य पदक प्राप्त गर्नुभएको छ 60 केजी समूहतर्फ। गुरु हाम्रो भक्तबहादुर राणा सर हुनुहुन्छ, उहाँलाई पदक पहिराइदिनु हुन र अघि पहिराइदिनु हुन हार्दिक अनुरोध गर्दछु। प्रवेश बुढा मगर 1000 पुरस्कार। आदरणीय सहायक प्रधानज्यू पुरस्कार राशि हस्तान्तरण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। प्रवेश बुढा मगर 1000। एक 1000 पुरस्कार। नयन घरती 116 1000 रु 1500। 116 1000 1500। संस्कार सिंह 116। संस्कार सिंह 1000। त्यसपछि विनोद हरिले रजत पदक प्राप्त गर्नुभएको छ रु 500। विनोद हरि। त्यसपछि इस्मारीका घरती 116 काश्य गरी 1300। इस्मारीका घरती 1300। श्वेता थापा 116। श्वेता थापा। जेनिसा पुल मगर 1000 रु 500।
मिस्टर राणा एक हजार रुपये था मिस्टर राणा भक्तबाबु सर पनि फोटोमा सहभागी भइदिनु होला आदरणीय गुरु भक्तबाबु मेला सर पनि सहभागी भइदिनु होला अब एकैछिन धन्यवाद पदवी विधामा सहभागी भई उच्च प्रदर्शन गर्न सफल भएका छात्र अगाडि मञ्चमा आमन्त्रण गर्दछु दिदी साथहरू कलेजहरू महिलाहरू कहाँ हुनुहुन्छ छिटोभन्दा छिटो आइदिनु होला रोशनी थारू अञ्जली थारू प्रतीक्षा थारू आकृति थारू जिमा शाही निर्जला घरती श्रेष्ठी घरतीमाला राम चौधरी मिलन चौधरी अभिषेक थारू विवश थारू ओम प्रकाश थारू करण मौर्य केन्द्र पुण्य दर्पण दिपिसा थारू 1000 करुणा थारू 1000 रोशनी थारू 16 पदक 1000 अंजलि थारू 16 पदक 1000 त्यसपछि प्रतीक्षा थारू नगद पुरस्कार पनि वितरण भइरहेको छ 1000 कति पायो प्रतीक्षा थारू 1000 आकृति थारू 16 पदक 1000 खेलाडी भाइ बहिनीले 8000 नगद पुरस्कार पनि पाइराख्नु भएको छ हाम्रो यसका वरिष्ठ एकाउन्टेन्ट सर रामबाज सरबाट नगद पुरस्कार 16 पदक निर्जला घरती 16 पदक 1000 सृष्टि घरती 16 पदक केटाहरू छात्रतर्फको पदक छ रजत पदक रु 5,000 अन्तिममा फाइनलमा अलिकति असफल भएका थियौँ विद्यार्थी भाइ बहिनीहरूको मेहनत भन्ने त्यो सम्मानका लागि भन्ने कुनै शब्द छैन तैपनि थोरै मात्रामा भए पनि विद्यार्थी भाइ बहिनीहरूको दुखेको घाउलाई मलमपट्टि लगाउने प्रयास नै हामीले गरेका छौँ त्यसभन्दा अरू यो पुरस्कार केही हुन सक्दैन आकृति नानी क्याप्टेन हुनुहुन्थ्यो क्याप्टेनलाई धेरै धेरै धन्यवाद छ र क्याप्टेनको आदेशको पालना गर्दै खेलकुद क्रीडामा उच्च प्रदर्शन गरी आफ्नो टिमलाई अन्तिमसम्म विजय गराउँदै स्वर्ण पदक प्राप्त गराउन रिडर होस् या एट्याकिङमा होस् सबैतिर सक्रिय भूमिका निर्वाह गर्ने खेलकुदमा सबैभन्दा सक्रिय र कबड्डीकी तालिका
बेस्ट प्लेयर घोषित दिपेश थारूको खेलबाट प्रभावित हुँदै हाम्रा विद्यालयका पूर्व शिक्षिका ज्योति फुलमगरले एउटा केक पठाउनुभएको छ। उहाँलाई यहीँबाट भए पनि धेरै धेरै धन्यवाद र बधाई दिन चाहन्छौँ। त्यो केक आदरणीय हाम्रो शिक्षिका निर्मला म्याडम विद्यार्थी बहिनीहरूले उपलब्ध गराइदिनु हुनु अगाडि अनुरोध गर्छु। केक बनाएर खानु होला कमिटीका सम्पूर्ण बहिनीहरूले भाइहरूलाई पनि नसुटाउनु होला। दाजु दिदीहरू हामी सबै एक हौँ। धन्यवाद, धेरै धेरै धन्यवाद। आगामी वर्ष पनि हाम्रा दुवै टिमले 16 पटक ल्याउनु हुनेछ भन्ने आशा छ। तपाईँहरूको खेल अझ राम्रो हुँदै जाओस्, सक्रिय हुँदै जाओस्, शुभकामना। सहभागी भएका भाइ बहिनीहरू सबैलाई नपात्र गर्दछु र कृपया अगाडि हाम्रो पुरस्कार दिनुहोला। विपिन थारू अगाडि आइदिनुहोला। त्यसपछि निर्माण खालको पुरानो अगाडि आइदिनुहोला। नवीन प्रसाद जैसी, आरती थारू, रञ्जिता चौधरी अनि विवेक थापा खेलमा सहभागी भई कुनै पदक प्राप्त नगरे पनि हाम्रो विद्यालयको गरिमाका लागि सहभागी भएका, पदकै ल्याउँछु भनी सहभागी हुनुभएका, पदक ल्याउने भाइ बहिनीहरूलाई हौसला प्रदान गर्दै आफू सहभागी भएका खेलाडी भाइ बहिनीहरू आउनुभएको छ। उहाँहरूलाई अभियान सहित पुरस्कार प्रदान गरिदिनु हुन म आगामी प्रोग्राम कमिटीलाई हार्दिक अनुरोध गर्दछु। त्यसपछि सहभागी हुन सक्ने विद्यार्थी भाइ बहिनीहरूले उच्च मेहनत र परिश्रम गर्दै पदक प्राप्त गर्नुहुनेछ भन्ने आशा गर्दै आदरणीय प्रशिक्षक, खेल शिक्षक, शिक्षिकाजीहरूलाई प्रोत्साहन स्वरूप केही सानो पुरस्कारको राशि विद्यालयले प्रायोजन गरेको छ। आदरणीय भक्तबहादुर राणा कराटे प्रशिक्षक हुनुहुन्छ। खेल शिक्षक तथा आजको कार्यक्रमका अध्यक्ष सभाध्यक्ष हिरा बहादुर पुन र खेल शिक्षिका सविता केशवजीलाई पनि उत्प्रेरणा स्वरूप सानो पुरस्कार ग्रहण गरिदिनु हुन म अनुरोध गर्दछु। यो पुरस्कार राशि प्रदान गरिदिनु हुन म आदरणीय प्रधानाध्यापकजीलाई र अध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु। खेल पोसाक सहित सम्मान गरिदिनु हुन आदरणीय प्रधानाध्यापक र विद्यालय व्यवस्थापक समितिका अध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु। खेल पोसाक सहित त्यसपछि विशेष जिम्मेवारीका साथ विद्यार्थी भाइ बहिनीहरूलाई खेलकुदमा मिठो छात्र बनाई विद्यार्थी भाइ बहिनीहरूको भोक बढाउन, ऊर्जा बढाउन, कति पनि ढिलो नलागे विद्यार्थी भाइ बहिनीहरूले अर्को खटी सँग बिहान तातो पानी, तातो चिया अनि खानाको व्यवस्था गर्दै हाम्रा कमान्डर सहयोगी विवेक कुमार थारू र सुन्दराम तपाईँलाई पनि उपस्थित भई आफ्नो सानो उत्प्रेरणा स्वरूप म हार्दिक अनुरोध गर्दछु।
धेरै धेरै धन्यवाद। त्यसपछि उत्कृष्ट खेलाडी घोषित बहिनीहरू छन् दिपिसा थारू र रामकुमारी थारू एथलेटिक्स तर्फको तथा दिपिसा थारू कबड्डी तर्फको उत्कृष्ट खेलाडी पदक तथा प्रमाणपत्र ग्रहण गरिदिनु हुन म नानीहरूलाई मञ्चमा आमन्त्रण गर्दछु र उक्त पदक तथा प्रमाणपत्र हस्तान्तरण गरिदिनु हुन म हाम्रो आजको कार्यक्रमका अध्यक्ष तथा खेलकुद प्रशिक्षक आदरणीय हिराबहादुर पुन सरलाई हार्दिक अनुरोध गर्दछु। अब सर 15,000 र 25,000 हल्का तल हल्का हुन्छ। म पुनः प्रशिक्षक सम्मानको क्रमलाई जोड्दछु। प्रशिक्षककै भूमिका निर्वाह गर्ने हाम्रो विद्यालयका विद्यार्थी कक्षा 12 मा अध्ययनरत कबड्डी छात्र तर्फका प्रशिक्षक विपिन चलाउने र छात्रतर्फ कि माया थारू कृपया अगाडि आई आफ्नो सानो पुरस्कार ग्रहण गरिदिनु होला। पुरस्कार प्रदान गरिदिनु हुन म हाम्रो विद्यालयका प्रधानाध्यापक आदरणीय ओम प्रकाश पुन सरलाई हार्दिक अनुरोध गर्दछु। उहाँ पुरानो खेलाडी हुनुहुन्छ। उहाँले गतसालका खेलमा सहभागी भई प्रतियोगिता प्राप्त गर्न सक्नुहुनेछ। कबड्डी चलाउने हाम्रो गत वर्षको स्वर्ण पदक विजेता खेलाडी हुनुहुन्छ। उहाँको प्रेरणाबाट उहाँले उमेरको विकासपछि पहिला प्रशिक्षक हुनुहुने निर्वाचनले छात्रवृत्तिलाई सफल भएको छ। शिक्षिकाहरूले सामूहिक नृत्य देखाइदिनु हुन म सबैलाई हार्दिक अनुरोध गर्दछु। भनिसक्यौँ हामी त कहाँ खेलाडी होला, खेलाडी त वास्तवमा तपाईँहरू हो नि त। त्यसैले तपाईँहरूको गौरव नृत्य सामूहिक नृत्यका लागि सम्पूर्ण खेलाडी भाइ बहिनीहरू
उच्च खेलकुद प्रदर्शनका साथसाथै नृत्य पनि प्रदर्शन भएको छ। फेसबुक लाइभमा एउटा टिका बोलाउँछ कि है त दुईटा शब्द का सम्बन्धमा तपाईको मेहनत र परिश्रमका सम्बन्धमा दुईटा शब्द बोलेर तपाईको हौसला गर्न छोटो मन्तव्य राखिदिनु हुन म आदरणीय अध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु। भलिबल बढी तयारीको साथ अब यो रक्तसुनारी गाउँपालिका गर्नेछ साथ दिन चाहन्छु। खेलकुदको खेल शिक्षकको अफिसरले भन्न चाहन्छु र अहिले यो खेल धेरै राम्रो भयो। हामीले 9 वर्षदेखि लगातार च्याम्पियनसिप प्राप्त गर्न सकेका छौँ। आगामी दिनमा यसलाई निरन्तरता दिनेछौँ भन्ने कुरा म यहाँ जानकारी गराउन चाहन्छु। त्यसै गरी आजको यस रमाइलो एकदम खुसीको घडीमा हाम्रो चिसो मौसममा म न्यानो न्यानो अधिकारीहरूलाई नमस्कार गर्न चाहन्छु। र आज हामी एकदम खुसीको क्षणमा छौँ। यो राप्तीसुनारी गाउँपालिकाले हातमा गरेको 8औं आजपल्ट ठुलो प्रतियोगितामा हामी यसको लागि गत वर्ष जस्तै यस वर्ष पनि हामी प्रथम हुन सफल भयो। जसमा हाम्रो खेलमा भाग लिनुभएका छात्रछात्राहरूले जुन प्रशिक्षण गर्दै यस विद्यालयमा सहयोग गर्नुभयो, मिहिनेत गर्नुभयो, लगनशीलका साथ त्यसको लागि म व्यक्तिगत तथा विद्यालय पुऱ्याउनुबाट हार्दिक धन्यवाद तथा स्वीकार चाहन्छु। आगामी 19औं राष्ट्रिय प्रतियोगिताको लागि हामीले यस विद्यालयबाट पनि हामीले माग राखिराखेका छौँ। सायद हामी आशावादी छौँ आगामी प्रतियोगिता यस विद्यालयमा होस् भन्ने हामी उहाँले गर्दैछौँ। साथै त्यसको लागि हाम्रो सम्पूर्ण छात्रछात्राहरूले अझै मेहनतका साथ आगामी 2083 सालमा पनि हामी उच्च स्थानमा प्रथम पुरस्कार हासिल गर्न सक्नेछौँ भन्ने आशावादी हुँदै म अब छोटो भएको घोषणा गर्छु। तपाईँको लागि सिद्धेश्वर मावि सुनाले यो 2082 सालको चाहिँ 18औं अनुष्ठित र 8औं अध्यक्ष प्रतियोगितामा यस सिद्धेश्वर मावि विद्यालयले विगत मलाई लाग्छ 2051 सालबाट चाहिँ कुनै न कुनै स्थान ल्याइरहेको छ। सिद्धेश्वर माविका खेल शिक्षक हिराबहादुरले अत्यन्तै मेहनत गर्नुभएको छ। यस विद्यालयमा थुप्रै प्रभाव भए पनि उहाँले यो खेलकुदको क्षेत्रमा अत्यन्तै
मन्त्रीसाहेब गरेर लगानी गर्नुभएको छ। अहिलेका वर्तमान ओम प्रकाश कुलले पनि खेलकुदको क्षेत्रमा अत्यन्तै लगानी गर्नुभएको छ। खेल शिक्षालाई प्रोत्साहन गर्नुभएको छ। विद्यार्थी भाइ बहिनीहरूलाई अत्यन्तै प्रोत्साहन गर्नुभएको छ। सम्पूर्ण शिक्षक शिक्षार्थीहरूलाई विद्यार्थीहरूलाई खेलप्रति एकदम धन्यवाद दिनुभएको छ। उहाँले यो खेल अगाडि बढाउनुमा उहाँको अत्यन्तै ठुलो योगदान छ। मलाई आशा छ शीघ्र समयमा विगत चाहिँ यो चाहिँ खेलकुदको इतिहास छ, यो इतिहासलाई सधैँ कायम राख्नु हुनेछ भन्ने म विश्वस्त छु। म गिरिराज बस्गाई एउटा द्वितीय र्याङ्कर सर्कलको तर्फबाट व्यक्तिगत तर्फबाट म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। धन्यवाद। कार्यक्रमको सञ्चालन गर्ने जिम्मेवारी कार्यक्रम सञ्चालन गर्ने अवसर दिएकामा विद्यालय परिवारप्रति आभार प्रकट गर्दै र सञ्चालकको भूमिकाबाट म पनि बिदा माग्दछु र कार्यक्रममा आफ्नो छोटो वक्तव्य सहित विशेष भएको घोषणा गरिदिनुभयो। आदरणीय आजको कार्यक्रमका अध्यक्ष तथा हाम्रो विद्यालयका खेल प्रशिक्षक बहादुर प्रसादले हार्दिक अनुरोध गर्दछु। धन्यवाद। विद्यालय व्यवस्थापनका अध्यक्षज्यू, प्रज्यू, सहायक प्रज्यू, इन्चार्जज्यू र सहकर्मी शिक्षक साथीहरू र विद्यार्थी भाइ बहिनीहरू, आज यो दुःख गरेको फल प्राप्त हुँदा धेरै खुसी लाग्छ। वास्तवमा हामीले जे गर्छौँ त्यसको फल प्राप्त हुनुपर्छ, भएन भने मानिस निराश हुन्छ। त्यही सिलसिलामा सिद्धेश्वरमा हामीले जुन मिहिनेत गरेको थियो त्यो आज मिहिनेतको प्रतिफल प्राप्त भएको छ। त्यस कारणले हामी सबै खुसी छौँ सिद्धेश्वर परिवार। अब आगामी चुनौतीहरू हामीहरूको लागि धेरै छ। राम्रा खेलाडीहरू अवकाश हुँदै गइरहेको हुँदा हामीलाई नयाँ खेलाडी बनाउन फेरि हम्मे पर्नेछ, बहुत गाह्रो छ। नयाँ खेलाडीहरूलाई हामीले बनाउँदै लैजानु पर्ने हुन्छ। धेरै समस्या छ र आउने सालमा हामीले कराते, ताइक्वान्डो, भलिबल, कबड्डी, एथलेटिक्समा त म छँदैछु। अरू विधाहरूमा प्रशिक्षकहरूको यस विद्यालयले व्यवस्था गरी सहयोग गर्नुहुनेछ भन्ने आशा राख्दै समापन भएको घोषणा गर्न चाहन्छु।